पक्ष अब बालन रामायणको बालन हामीले राख्दैछौँ। सबैजनाले खुसी भएर हेर्नु होला। हे अयोध्यामा राज गर्ने रामचन्द्र राजा उनकै बालन खेल्छौँ आज। अब रामायण बालन सुरु भयो। हे दशरथ राजाका सन्तान थिएन, सन्तानको इच्छा गए। हे कौशल्या सुमित्रा सुवेचा चारवटी रानी, हे कौशल्या रानी की शान्तती छोरी सिंह ऋषि बनेको। हे राजाका ज्वाइँ आई पुत्रेकी गरे भगवान पो जन्मे। हे विष्णु रूप राम भए लक्ष्मण शेष शत्रुघ्न भरत के। हे द्विज रूप बनेर गुरुकुल गए धनुबाणको शिक्षा लिए। हे यज्ञ छोडी दौडी विश्वामित्र आए राम लक्ष्मण मागे। हे बाटामा सुबाउ ताराका मारे मारिचको फौज उडाए। हे ऐलाले ढुङ्गामा टेके माझीले यो कुरा दे। हे पुगेथे मिथिला गुरुदेवसँगै देख्दामा पुरवासी गण। हे जनक राजाको कसम रह्या शिवधनु त्यहीँ भया। हे सीताका दाजु पुष्कल नाम सीताको फुल टिप्ने काम। हे मागी थिइन् आशिक गौरी मन्दिरमा मिलोस् मेरो कामान। हे त्यस यज्ञशालामा धेरै पुरुष थिए गुरुले राम आज्ञा दिए। हे गुरु र धनुको बुझेर कुरा जनकको शपथ फोड। हे माण्डवी भरतकी उर्मिला शेष शत्रुघ्न शत्रुकी देश। हे अयोध्यामा राज गर्ने रामचन्द्र हरे के कहिलाई चिन्ता परे। हे रामलाई वनवास राजा हुन भरत यी दुई मागी छिन् फरक। हे बोलेनन् राजा त त्रिवशमा भए शोकले चुप लागिरहे। हे रामले सीता लक्ष्मणलाई लिए जङ्गल मुनि भेष भए। हे अश्विनी नदीका तिर पञ्चवटी चित्रकूटमा गयो कोटी। हे पञ्चवटी बसी फलफुल खाए नाकान काटी केटी पठाए। हे सीतालाई खोज्न गर्दछन् काम पिर परेका राम। हे हजारौँ फौजले सेकी गर्न आए खर दुखन मृत्यु भइगयो। हे लङ्काको रावणले यो चाल पायो मारिची मृग बनायो। हे सुनका मृगलाई सीताले देखि सहमत नगर्दछिन् सेकी। हे सहमत हे मृगको पछि पछि बाण बोकी राम सीताको कुटीमा काम। मृगको सुर सुनि सीताजी जागिन् देवरलाई खोज्न पठाए। हे मुनि यस लिएर रावण आयो मृग पनि कता भाग्यो। हे सीतालाई रावणले आकाश गर जटायु पार्दछ कति। हे रोएको सुनेर राम त्यहीँ पुगे जटायु मृत्यु भइ गए। हे अन्त्येष्टि गरेर राम अघि बढे कता जानी दोधार परे। हे दोधारमा परेको सुग्रीवले देखे हनुमानले रामलाई भोगे। हे कपिसँग मितेरीलाई बालीलाई मारे तारालाई दोधारमा पारे। ताराको बिलाप सुनेर राम उपदेश दिने काम। हे आत्मा त मर्दैन बुझनु तारा
शरीरका यस्ता छन् पार हे सीताजी रोई गहनाको फोको नैवेद्य कुनमा पुर्याउने धोको हे सीतालाई खोज्नलाई गर्दछन् काम पिर परेका राम हे सकिएन खोज्नलाई रामको पियारो हनुमान मर्न तयार हे बल तिम्रो अद्भुत किन स्वतकारी सच्चौ जाऊ हनुमान पारी हे हनुमान उडेर लङ्कामा पुगे लङ्काको फौजले देखे हे लङ्काभरि उडेर सीताजी खोजे अशोकको वनभित्र पुगे हे लङ्कामा पुगेका हनुमान फेरि सीताको बाउमा हे अक्षय कुमारलाई मारेर बसे हनुमानलाई पाता कसे हे पुच्छरमा आगोलाई घुमाए चारैतिर राम बल त क्या मान्छन् वीर हे फर्किन्छन् हनुमान मणिली हातमा कहिले त लुक्दछन् पादमा हे नल्नेल साधली पुल बनाई वारी रामचन्द्र लड्न तयारी हे रावणको अत्याचार तीन मन्त्री हिँडे विभीषण रामसित मिले हे रानी मन्दोदरी जोडेर हात पुर्याइदेऊ सीताराम साथ हे राम देउता भए त मूर्ति नै हुन्छु होइन त सीतालाई लिन्छु हे घनघोरको युद्ध भो बिर्धेरै मरे रावणलाई बिर्धेरै परे सीताजी दुई ज्यूटी क्या मन छ खान तीर्थ व्रत गर्न जान हे बोलेनन् सीता त क्या सम्झी मन रामचन्द्र पठाउँछन् वन हे वाल्मीकिका आश्रममा सीताजी बसी लवकुश जन्माए पछि हे लवकुश दुई भाइले धनुबाण सिके गान भजन सबैलाई हे अश्वमेध यज्ञमा वीरलाई धारे लवकुशले त्यो घोडा बाँधे हे हनुमान सूर्यलाई बाँधेर लगे सीताजी मान्दछिन् भए यी त तिम्रा मित बाबा भौत यी मेरा नपार यिनलाई घेरा हे हनुमान गएर रामलाई भन्छ राम पनि त्यहीँ आइहे हे जाउँ सीता दरबारमा नमान वीर हाम्रा छोरा यस्ता वीर हे भन्दछिन् सीता त अधोमुख पृथ्वीमा शिरधर हे सत्यमा भए बाटो देऊ माता नत्र मलाई कष्ट पात हे राम त आए सीतालाई लान तयार भो मोदिनी जान हे सीताका पालामा राम हरे सुखाए फर्केर दरबारमा आए हे 11,000 राम राजा भए हे 11,000 राम राजा भए अन्त्यमा वैकुण्ठ गए हे सञ्चेपले यो बालन जसले गाउँछ त्यो खुसी भई वैकुण्ठ पाउँछ हे कसैले नजाने हे लको भए फर्केर आउनु पर्छ भरे हे श्री कृष्ण गोविन्द हरे मुरारे जन्म नमर्न नपारे हे श्री कृष्ण गोविन्द हे अविनाशी छुटाइदेऊ मायाको फाँसी हे श्री कृष्ण गोविन्द जय हर हर जन्मको पाप जाओस् पशुपतिनाथको सद्गुरुको सम्पूर्ण भक्तहरूको धरती माताको गौ माताको गायत्री माताको पञ्चमुखी 5वटा छत्र देवाको जय छत्र जय बालन भजन।